नमस्कार, स्वागत छ मेरो युट्युब च्यानलमा। साथीहरू, यदि तपाईँ जीवनमा सफल बन्न चाहनुहुन्छ भने, कुनै पनि काम कुरा गर्न चाहनुहुन्छ भने तपाईले सबैभन्दा पहिला के सिक्न जरुरी छ, के जान्न जरुरी छ र के छोड्न जरुरी छ भने, हामीले कुनै काम गर्न खोज्यो भने, आफ्नो सपनाहरू पुरा गर्न लाग्यौं भने कसले के भन्छ, त्यो मान्छेले के भन्छ, दुनियाँले के भन्छ भनेर डराउन, हिम्मत हार्न छोडिदिनुस्। किनभने यहाँ जो मान्छेले सपना देख्छ नि, जो मान्छेहरूले आफ्नो कामलाई गर्न स्टार्ट गर्छ, त्यो मान्छेलाई नै यी मान्छेहरूले, यो संसारले नै मजाकको पात्र बनाइदिन्छ र हाँसो मजाकमा उडाइदिन्छ। यही समयमा, हाँसो मजाक उडाइराखेको समयमा नै भनौँ, जो मान्छेले आफ्नो हिम्मत नहारेर, कसैको कुरा नसुनेर, अहिले मैले भने जस्तै दिमागमा केही कुरा पनि नसोचिकन जो अगाडि बढ्छ, आफ्नो कामलाई निरन्तरता दिन्छ, त्यो मान्छे सफल भयो भने फेरि यही दुनियाँले नै ताली बजाउँछ र जसले त्यो मान्छेले यस्तो भन्यो, त्यो मान्छेले यस्तो भन्यो भनेर लजाएर, डिमोटिभेट हैन, हिम्मत हारेर काम गर्न छोड्यो भने त्यो मान्छे चाहिँ कहिले पनि प्रगति गर्दैन र सफल पनि हुँदैन। यदि हामी सफल भएनौँ भने, प्रगति गरेनौँ भने हामीसँग पैसा पनि हुँदैन भनौँ। मुख्य चिज त पैसा नभइकन हामीलाई केही जीवनमा गर्न मिल्दैन हैन। अर्को कुरा, यदि हाम्रो गोजीमा पैसा छैन भने हाम्रा यी हातले पनि गोजी छ कि छैन भनेर वास्तै गर्दैन। यी हातले पनि एकछिन हैन, एकचोटि हजुरहरू पनि ध्यान दिएर सोचेर हेर्नु होला है। यदि हाम्रो गोजीमा पैसा छैन भने नि हामीलाई पनि भइरहेछ, मलाई पनि हुन्छ कहिलेकाहीँ गोजीमा हातै नहाल्ने के हैन। त्यसैले साथीहरू, कसले के भन्छ भन्नुभन्दा पनि आफ्नो कामलाई निरन्तरता दिनुस्। जसलाई जे काम आउँछ त्यो काम गर्नुस्। मेरो त उद्देश्य नै के हो भने, हामीहरू गरिब किन छौँ र गरिब हुनुको कारण के छ, अरू धनी किन दिनका दिन धनी भइरहेछन्, हामीमा के पावर शक्ति छैन, काम गर्ने जागर छैन हैन। धेरै होला, सिप नहोला। सिप हामीले के सिक्न हुन्न भने छ र सिक्नुपर्छ नि हैन। तर हामीले निरन्तरता दिनु पर्यो, ध्यान दिनु पर्यो सबैभन्दा पहिला हैन। मैले पनि आज गर्छु, भोलि गर्छु भन्दै आज 7-8 दिनपछि युट्युबमा आया हो कि भिडियो रेकर्ड गरे हो। किन भन्दाखेरि मेरो पनि समस्या हजुरहरूलाई सुनाइदिन्छु। म पनि सेक्युरिटीको काम गर्छु, गाडी साफ गर्छु, घरमा झाडु पोछा लगाउने काम गर्छु हैन। यो हप्ता धेरैभन्दा धेरै काम भएर अहिले गर्छु, भोलि गर्छु भनेर बहानामै बित्यो के। एउटा अर्को कुरा साथीहरू, जति हामीले आफूलाई उल्लु बनाउन सक्छौँ, ढाँट्न सक्छौँ, बेवकुफ बनाउन सक्छौँ, त्यति अरूले हामीलाई बनाउन सक्दैन। कसरी भन्नुहुन्छ भने, बहाना, यदि हामीले कुनै पनि काम गर्छौँ भनेर ट्याक्क लाग्यो भने काम भइहाल्छ। सानो तिनो बहाना खोजेर यस्तो भयो त्यस्तो भयो भनेर आफैमाथि बहाना गर्यो भने त्यो काम रोकिहाल्छ के। त्यसैले सबैभन्दा पहिले त आफूलाई ढाँट्नु हुँदैन, छल्नु हुँदैन हैन, बेवकुफ बनाउनु भएन, बहाना खोज्नु भएन हैन। मैले पनि त्यसै गरेर आज 7-8 दिनपछि यो भिडियो अपलोड गर्दैछु युट्युबमा के। हुन त काम पनि त्यसै भइहाल्यो के। सेक्युरिटीको काम गर्ने, घरमा काम गर्ने, जति बेला मालिकले बोलायो त्यो बेला जानुपर्छ। फेरि राम्रो
अहिले चाहिँ आफ्नै रूपमा भिडियो बनाइरहेको छु। बाहिर भिडियो गर्ने वातावरण त हुन्छ, यसरी बोल्ने नै हो। तर मनमा के लाग्यो भने अब कहाँ बच्चाहरू बोल्छन्, यताउति आवाज आउँछ भनेर एक हप्ता त्यसै बित्यो र अल्छी लागिरहेको थियो। आज चाहिँ जसरी भए पनि गर्नुपर्छ, भिडियो बनाउनु पर्छ मैले युट्युबमा भनेर थोरै भिडियो भए पनि हैन यसरी भिडियो बनाइरहेको छु मैले। अर्को कुरा के भने यदि मेरो भिडियो हजुरको मोबाइलमा, हजुरको युट्युब च्यानलमा आयो भने आफ्नै दाइ भाइ सम्झेर एउटा सब्सक्राइब, एउटा लाइक अनि कमेन्टमा प्रतिक्रिया दिनु होला। भाइ दाइ तैँले यस्तो गर्दा अहिले राम्रो होला भनेर प्रतिक्रिया दिनु होला। किनकि मैले पनि सानो सानो यो भन्छ नि इच्छा चाहिँ ठुलो, काम चाहिँ सानो सानोबाट यसरी नै मोबाइलबाटै रेकर्ड गरेर म पनि एक दिन भाइरल हुन्छु, एक दिन युट्युबबाट अरू सबैले त भनिरहेछन् नि हैन, पैसा कमाइरहेछन्। मैले पनि ठिक छ, हुन्छ भने भगवानले दियो भने, हजुरहरू भनेको नै भगवान हो हैन, हजुरहरूले दियो भने, साथ सपोर्ट दियो भने भनौँ हैन, म पनि हुन्छु होला एक दिन। त्यसैले सब्सक्राइब चाहिँ एउटा गरिदिनु होला आफ्नै दाइ भाइ सम्झेर हैन। अहिलेलाई चाहिँ यति नै भन्छु। आज चाहिँ छोटो भिडियो लिएर आएको छु। आउँदा दिनहरूमा भोलिदेखि अरूमा यदि हजुरहरूलाई मेरो बारेमा केही कस्तो काम गर्छस्, कुन ठाउँमा छस् भन्ने जानकारी चाहियो भने, मनमा केही जिज्ञासा लाग्यो भने कमेन्टमा पनि भन्नु होला। म नलजाइ भन्दैछु। म त केही कसैको लाज शरम भन्ने कुरा गलत काम पो गर्नु भएन हैन, सही काम गर्नुपर्छ। कसैको लाज शरम भन्ने कुरा मान्नु हुँदैन। त्यसैले फेरि पनि म के भन्न चाहन्छु भने हजुरहरूले यदि कुनै काम गर्ने इच्छा मनमा राखिरहनु भएको छ भने गरिहाल्नुहोस्, अहिले नै गरिहाल्नुहोस्। सानो सानोबाट सुरुवात गर्यो भने पछि आफै ठुलो भइहाल्छ हैन। मैले पनि अहिले पनि हेर्नुहोस् सानो सानोबाट सुरुवात गरिरहेको छु, तर इच्छा चाहिँ ठुलो हुन्छु, ठुलो बनाउँछु भन्ने इच्छाले नै यसरी नै त मान्छे पहिला यसरी नै त स्टार्ट गर्छन् हैन। कुनै पनि चिज, कुनै पनि काम सिक्नुहुन्छ भने अहिले नै सिकिहाल्नुहोस्। कसले के भन्ला, यसले त्यो भन्ला, उसले त्यो भन्ला भन्ने मनमा राख्दै नराख्नुहोस्। अहिले चाहिँ बिदा हुन्छु। धन्यवाद। आउँदो भिडियोमा भेटौँला। सी यू।